Hello guys, welcome back to my YouTube channel Pathan Vlogs है। सो सबैजनालाई गुड मर्निङ है। सो सबैजना ठिकै हुनुहुन्छ होला है। अहिले भन्नुपर्दा म पनि ठिकै छु अहिलेसम्म। सो आज भ्लग सबैजनाले भ्लग भन्ने चाहिँ धेरै भएको थियो नबनाएको भ्लग। अनि अहिले किन नबनाएको भन्दाखेरि अस्ति हाम्रो यो इयर भयो फर्स्ट सेमिस्टरको इक्जाम भइरहेको थियो नि त। सो अलिकति डिस्टर्ब हुने भएर चाहिँ मैले अलिकति ग्याप गरेको है। सो केही छैन, ब्याक टु ब्याक भिडियो आइहाल्छ, तपाईँहरू नसुर्ताइ हुन्छ है। सो आज चाहिँ भ्लगको के कस्तो छ भन्दाखेरि आज भ्लगको स्पेसल त्यस्तो उयो त केही छैन। बस आज चाहिँ के हो भन्दाखेरि आज अक्टोबर 1 तारिक हो। अन्त आजकै दिनमा चाहिँ सिन्ताको पनि बर्थडे हो है। सो मैले अघि नै विस गरिसकेको छु त्यसलाई वाट्सएपमा टेक्स्ट गरेर अनि स्टोरीहरूमा हालिदिएको छु फोटोको है। सो यदि त्यही दिन मेरो भिडियो हेरेछ भने चाहिँ अब ह्याप्पी बर्थडे भन्दै है भन्न चाहन्छु है। सो आज त्यसको बर्थडे मात्रै नभएर है, आज चाहिँ हाम्रो अजाको बर्खन्डे छ है घरमा। बर्खन्डे मिन्स अब हाम्रो यो नेपाली यो बनाउँछौँ नि, यो 1 वर्ष अब बितेको 1 वर्ष पुग्छ त्यति बेला हामी बर्खन्डे भन्छौँ नि है। त्यसको आज हाम्रो बर्खन्डे छ अजाको है। र फाइनली आज अक्टोबर 1 तारिक चाहिँ अजाको अजा बितेको 1 इयर पनि फाइनली कम्प्लिट भइसक्यो क्या। अब हुन्छ नि मनमा एक प्रकारको कस्तो माया पनि लाग्दैछ। सो आज चाहिँ त्यस्तो आज बर्खन्डे छ अजाको। आज मात्रै कार्य नभए हाम्रो फेरि 3 तारिक लस्कर भोलि 2 तारिक पर्सि 3 तारिक फेरि हाम्रो पूजा छ हो। अनि आज आउने नै बाजे बाहुन आउनुहुन्छ 14 नम्बरको है, पुष्पलाल बाजे भनिन्छ। सो आज उहाँ बाजे नै आउनुहुन्छ अनि पर्सि पनि बाजे नै आउनुहुन्छ। आज त्यो चोकि आज बर्खन्डे नि त अजाको हो। अनि पर्सि चाहिँ घरकै लाग्छ पूजा है। अब लक्ष्य भनौँ न घरको पूजा तपाईँले बुझिहाल्नु भयो होला होइन। सो आज चाहिँ फेरि बर्खन्डे हो अनि भोलि ग्याप छ। अनि आज एकदम दिन के तपाईँले दिन आजको दिन वेदर भन्नुपर्दा जिउनामको तपाईँले वेदर हेर्नु चाहनुहुन्छ भने बिहानको वेदर यस्तो भइरहेको छ हो। सो अब अहिले के हुन्छ खै त्यो त थाहा हुँदैन है। अब अहिले के कसो हुन्छ, अब यो वेदर चेन्ज भएको छ तर खै पानी पर्छ जस्तो पनि छ पारी हेर्दा है, अँध्यारो भइरहेको छ। सो म चाहिँ के भन्छु भन्दा पानी चाहिँ ठ्याक्कै नपरोस् क्या, अब घाम लागोस् केही छैन कि। घाम पनि फेरि हामी लागोस् भन्छ कि घाम फेरि सिमाली उता जान्छ नि त, साह्रै लाग्छ नि फेरि। अस्ति झन्डै मरेको घामले पानी पर भन्दा फेरि परेको हुन्छ हो। अस्ति 3 दिन कुरो पानी पऱ्यो अन्त हिजो चाहिँ घाम लाग्यो नि त। अन्त तपाईँले लु हेर्नु सक्नुहुन्छ गाइस तपाईँले वेदर जिउनामको बिहानको। सो गाइस रुम चाहिँ यहाँ आएको छ है, म सुतेको यहाँ सुतेको थिएँ। अनि अहिले मियाको रुम चाहिँ अनि यताको देख्नुहुन्छ है सबै रेडी गरिरहेको छ। सुहानी यता छ। हेलो सुहानी, गुड मर्निङ। ठिकै हुनुहुन्छ भने सबैजना? सुहानी अहिले ठिकै छ, स्कुल पढ्दैछ है। अनि यहाँ तपाईँ फुलहरू देख्नु सक्नुहुन्छ हो। अन्त यो हिजो मात्रै हामीले यो मिलाएको है पुसपास गरेर। अनि अहिले सुहानीको पनि भन्नुपर्दा स्कुल जाँदैछ नि, आज जान्छ है, पर्सि चाहिँ जाँदैन है, हिजो स्टार्ट भयो नि त है। हजुर गाइस के छ भन्दाखेरि हिजो स्ट्राइक भएको थियो नि त हाम्रो यो कमनको यो बोनस नदिएको है। तपाईँहरूकोतिर दियो होला सायद कमनको है, कति पर्सेन्टले दियो त्यस्तो कमेन्टमा तपाईँले पनि भनिदिनुहोस् होला है। अन्त हाम्रो दार्जिलिङमा चाहिँ यो अर्कै दिएकै छैन नि त है, त्यो पहिलाको पनि छ भन्दै थियो तर त्यस्तो बोनस कमनको बारेमा त्यस्तो थाहा हुँदैन है। तर पनि अलिकति सुनेर मैले हिजो अस्ति हिजो सुनेर अलिकति तपाईँहरूलाई भनिदिएको नि है। सो तपाईँले पनि भन्नुहोस् होला कमेन्टमा के कसो कति पर्सेन्टले दिँदैछ है तपाईँलाई, दिइसकेको छ या दिनु आँटेको छ है, यसो कमेन्टमा तपाईँले पनि भनिदिनुहोस् होला। सो हाम्रो चाहिँ अहिले भन्नुपर्दा दिएकै छैन कि त्यसकै लागि पुरा अहिले क्या न्युजतिर अब यताउता बिचराहरू कमाउनु जानेहरू बिजोग भइसक्यो। अब यस्तो हो नि त, अब कमाउनु गएपछि अब उनीहरूले पनि एउटा है घरको निम्ति है कमाउने अब हुनुहुन्छ, कोही एकजना मात्रै हुनुहुन्छ है कमाउनु जानुहुन्छ। अब दसैँको एकचोटि हो है, चाडबाडको बेला चाहिन्छ नि त पैसा भन्ने कुरा, त्यसकै लागि चाहिँ हिँड्छ है कमाउनुहरू त्यस्तो दुःख गरी है। सो दिनुपर्ने हो नि त टाइममा होइन, म चाहिँ के भन्छु क्या अब कमाउनुहरू चाहिँ। अनि त्यही कमाउनै गर्दा चाहिँ हिजो स्ट्राइक भएको थियो, दोकान गाडी बजार सब बन्द थियो। हिजो सिन्ताको सामान पनि पठाउनु पर्थ्यो गाडीमा, त्यो क्यान्सल गरेर पठाइदिनु पाएन क्या अब गाडी नगएर। हिजो गाडी नजाँदा त थाहा पाएको त स्ट्राइक रहेछ भनेर। सो हिजो छुट्टी थियो हाम्रो स्कुल पनि हो, सुहानीको पनि छुट्टी भयो चल्दैछ। सो आज पनि के कसो छ आजको चाहिँ मलाई थाहा छैन हो। अनि सुहानी आज स्कुल लाग्छ चाहिँ लाग्छ है भन्दैछ। ए सो उसलाई चाहिँ उसरी बाबाले पनि भनेको छ नि त छुट्टी हो भने स्ट्राइक हो भने बस्नु भनेको छ हो। अब बस्नै पऱ्यो। अन्त
आज पर्खँदैछ है तर म त्यसो मेन उसलाई चाहिँदैन नि त त्यस्तो चोकिँदा यस्तो उस्तो कि त्यो भएर चाहिँ अब स्कुल लागि चाहिँ उसलाई जा भनेको छ है बरु पूजा छ है पर्सि 3 तारिक अब घरको रक्षक एउटा पूजा अझै पूजा पनि छ नि त सो त्यस कारण ऊ 3 तारिक चाहिँ बस्छ भनेको छ एकछिन नै बस्यौँ क्या अन्त आज चाहिँ जाउँ भन्ने छ नि त सो उसको भाग्यमा हेरौँ छुट्टी होस् जस्तो लाग्दैछ हँ अझ जोड भन न ओके गाइस त्यसो भए अब 7:30-8 बजीभित्रमा हाम्रो तपाईँ मान्छेहरू पनि भेला हुन्छ है हाम्रो शाखा सन्तान हुन्छ त्यहाँबाट मेन बाजे हाम्रो बाहुन बाजे है 14 नम्बरको पुष्पा बाजे आउनुहुँदैछ मेबी 7:30-8 बजी आइपुग्नुहुन्छ नि है सो आएपछि तपाईँलाई म ब्लगको अपडेट दिइरहनेछु है स्किप नगरी हिँड्नुहोस् होला सो ओके आएपछि चाहिँ हामी भेट्नेछौँ ब्लगमा र गाइस आयो भने त्यो बेला नि हाम्रो बाजे आइपुग्नु भइसकेको छ है अनि आइपुगिसकेर हामी यहाँनिर चोखिँदैछ सबैजना है पहिला चाहिँ अनि बिस्तारै सुरु हुन्छ हाम्रो के कसो कार्यक्रमहरू छ रहेको सुरु हुँदैछ बिस्तारै चोखिएकोबाट स्टार्ट A few moments later. र गाइस अहिले तपाईँले खाना सोध्नुहुँदैछ भने चाहिँ खाना चाहिँ हामीले 12 बजीको अघि नै खाइसकेको छौँ है अन्त अघि खाएर एकदम ड्यामडुम भएर है सबैजना अन्त आफ्नो आफ्नो अब लास्ट इन्डिङको अब कामतर्फतिर लागेको नि अहिले भने चाहिँ गाइस हाम्रोमा सबै सकिसकेको छ कामहरू है यो सबै सटाउँदैछु यो पनि भयो यहाँनिर पूजा गरेको थियो सबै सट्टाएको भयो हो यो अब समाजको हो प्रेम विश्व राखेको थियो त्यहाँ 10वटा छ यहाँ कति 1 2 3 4 5 6 3 4 5 6वटा छ एउटा तल पनि छ होला ऊ यहाँ छ अझै बसिरहेको छ 10वटा ज्याक मजाले 12 बजीको डाइट हालेर आराम गरिसकेको छ र अहिले भने चाहिँ यो निनीहरूको चाहिँ यो टेबल पुऱ्याइदिँदैछु गाइस तल काम सकिहाल्नु पर्यो हजुर हजुर अलिकति सकाइदिन्छ है अलिकति झारौँ न यो अहिले झारौँ त तपाईँको टेबल आइसकेको छ है अब बेन्च पुऱ्याउनु छ समाजको हो हजुर 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 हुन्छ राखौ ल बाजु अबिनिका दिदी तिमीलाई आज भन्नु के छ आजको आज के भन्ने आजको लागि पूजाको के कस्तो लाग्यो अलिकति भनिदिनु पर्यो नि पूजाको डेट पनि सर्यो 4 तारिक दसैँ गनायो खतम यता भर्खर यता 3 बजी डाइट बजाउँदैछ 12 बजीको हो हामी 2 बज्यो यता फेरि ढोमाजी एकदम भाँडाकुँडा धुवाइ हुँदैछ ढोमाजीको आहा हाम्रो चेन्ज भएको भाडा मोल्ने ड्राइभर अन्त अनि पछि पुरा हुने पाजु ए हजुर दुई ट्रिप ए हजुर A few moments later. र गाइस आयो भने चाहिँ रेस्टुरेन्ट आउँदैछ रेस्ट म स्कुटी ल्याएर चाहिँ ढोकाको स्कुटी ल्याएर चाहिँ भन्नु जाँदैछु हो रेस्टुरेन्ट ल्याउनु एकदम अँध्यारो छ बेलुकाको गाडीमा आउँदैछ नि त आउँदै रहेछ अन्त म भनेकोसम्म ल्याउनु जाँदैछु त्यसलाई गाइस अब गाइस आज चाहिँ फर्स्ट राइड हो मेरो उयसमा नाइटको फर्स्ट राइड हो यो ल गाइस भन्नु पुगेपछि रेस्टुरेन्ट आएपछि म तपाईँलाई देखाउनेछु ल गाइस आयो भने ठक्लक्क रुममा खुट्टा टेकिसकेको छौँ मैले पनि रेस्टुरेन्टमा आइपुगिसकेको छु है हाम्रो यता बर्थडेको आइपुगिसकेको छ है घरमा एन्ट्री भइसकेको छ
सो ह्याप्पी बर्थडे फेरि हाम्रो Thank you. रेसितालाई अब एउटा सिस्टरै भनौँ सिस्टरलाई हो अनि जन्मदिनको धेरै शुभकामना छ सो गाइस ओके तपाईँहरूलाई धेरै 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 धन्यवाद है भिडियो हेरेकोमा र यो बिचमा के गल्ती भयो भन्दाखेरि चाहिँ यो रश्मिता भन्ज्याङमा आइपुग्दा चाहिँ अलिकति ब्रेकले गर्दा हतार भयो नि त मैले स्कुटी घुमाइसकेको थिएँ है सो अलिकति त्यहाँनिर अप्ठ्यारो भयो गाडी हाक्काको त्यहाँबाट मैले त्यति बेला हल्का त्यो क्याप्चर गर्नु पाइनँ है त्यसको लागि धेरै सरी भन्न चाहन्छु तपाईँहरूलाई सो त्यसै होइन सो आइपुग्यो मजाले नै होइन सो यति चाहिँ हो तपाईँ सपोर्ट गर्नु चाहिँ नभुल्नुहोस् होला अनि लाइक सेयर कमेन्ट गर्नु नभुल्नुहोस् होला हो सो ब्याक टु ब्याक भिडियो आउँदैछ अनि तपाईँलाई अर्को कुरा के हो भन्दाखेरि है मैले बिहान भनेको थिएँ हाम्रो यो अघि मात्रै डिसाइड भएको है यो कुरा चाहिँ बाजे हाम्रो सखा सन्तानसँग हाम्रो 3 तारिक भएको थियो पूजा घरको एउटा रक्षा पूजा थियो है एउटा अझै हुने त्यो चाहिँ हाम्रो 3 तारिक भएको थियो तर त्यो हुनु सकेन है सरी अन्त त्यो 4 तारिक हुने रहेछ खास 7 तारिकसम्म पुऱ्याएको थियो तर लामो पुऱ्याउनु भएन नि त सो त्यो भएर 4 तारिक कन्फर्म भएको छ फेरि 4 तारिक पूजा छ है अनि रेश्मिता यहाँ छ रेश्मिता के कस्तो लागिरहेको छ घर आएर खुसी एकदम छुट्टी पढाइको नोभेम्बरमा मात्रै स्टार्ट हुन्छ नि त है कलेज अन्त लामो छुट्टी रहेछ अन्त यसो मजा आउँछ गाइस होइन यो बहिनी अब यहाँनिर मजाले अब म ब्याक टु ब्याक भिडियो आउँछ मजाको है मजा गर्नुपर्छ है सो ओके गाइस हट्टु भइसकेको छ आज काम गरेर म पनि हो अन्त अहिलेसम्म रेश्मिता हेर्नेसम्म आज लास्ट ब्लग एन्डिङ नै छ काम पनि मेरो नै एन्डिङ भयो आज हो सो ओके गाइस धेरै धेरै धन्यवाद है ल तपाईँहरू सबैजना सपोर्ट चाहिँ गरिरहनुहोस् होला सो के कस्तो लाग्छ कमेन्टमा भन्नुहोस् होला तपाईँले सो ल गाइस त्यस्तो बाई गुड नाइट सी यु सुन हामी नेक्स्ट ब्लगमा भेट्छौँ ल अर्को ब्लगमा भेट्नेछौँ हामी